आज हामी जङ्गबहादुरको सुरुवात त्रिशुली नदीमा हाम फाल्नु, धरहराबाट हाम फाल्नु र सैनिक प्रवेश गर्नुदेखि लिएर रानी राज्यलक्ष्मी देवी शाहको शासन कस्तो थियो त आज हामी विस्तृत रूपमा जान्ने कोसिस गरौं। त्यति बेला नेपाल अधिराज्यका राजा गद्दीमा आसीन हुँदा राजाले विवाह गर्दा 2 जना रानीसँग विवाह गर्ने चलन थियो। राजा श्री 5 राजेन्द्र वीर विक्रम शाहकी 2 रानी थिइन्। जेठी रानी साम्राज्य देवीको तर्फबाट जेठा छोरा श्री 5 युवराज सुरेन्द्र वीर विक्रम शाह थिए। उनी गद्दीका हकदार थिए। कान्छी रानी राज्यलक्ष्मी देवी शाह थिइन्। उनीबाट 2 छोरा जन्मेका थिए र श्री 5 राजेन्द्र वृद्ध अवस्थामा भएकाले कान्छी रानीलाई राजपाट चलाउन सुम्पेर श्री 5 युवराज सुरेन्द्र वीर विक्रम शाह पनि उनकै जिम्मा छोडेर जेठी रानीको साथमा काशीवास गर्न भारतको बनारसमा गएका थिए। त्यसबेला नेपालको मुक्तियारमा माधवर सिंह थापा थिए। मुक्तियार यानी कि प्रधानमन्त्रीको पद। एक दिन दरबारका लेफ्टेनेन्ट देवी बहादुरको पद एक सामान्य सुबेदारलाई दिइयो र यो महारानीको हुकुम थियो। यसरी बिना कारण देवी बहादुरले लगाइरहेको लेफ्टेनेन्टको पगडी र फुली ती सुबेदारले लगाए। यसरी बिना कारण अन्यायमा परेका निर्दोष देवी बहादुरले आफ्नो पदका लागि प्रधानमन्त्री माधवर सिंह थापा समक्ष निवेदन गरे। त्यस सम्बन्धमा भाइ भारदारहरूको कचहरी बस्यो, तर उनीहरूले महारानीको हुकुमप्रति विपरीत फैसला गर्न सकेनन्। देवी बहादुर कुँवर आफ्नो काममा इमानदार थिए, उनको केही दोष थिएन। त्यस सम्बन्धमा भाइ भारदारहरूको कचहरी बस्यो, तैपनि उनले हुकुमको अगाडि न्याय पाउन सकेनन्। यस्तो अन्यायपूर्ण व्यवहारबाट देवी बहादुर क्रोधित भए र उनले रिसको भोगमा कान्छी महारानी राज्यलक्ष्मी र सरदार गगन सिंह भण्डारीको बीचमा अनैतिक सम्बन्ध छ भनेर कचहरीमै भनिदिए। गगन सिंह भण्डारी दरबारका सबैभन्दा खास व्यक्ति थिए। देवी बहादुरको यो कुरा महारानी कहाँ पुगिहाल्यो। महारानी रिसले आगो भइन् र उनले देवी बहादुरलाई तुरुन्तै हत्कडी लगाउने आदेश दिन्। महारानीले माधवर सिंह थापालाई एउटा कचहरी बोलाउने र आफ्नो चरित्रमाथि यस्तो नीच आरोप लगाउने र राजपरिवारकै बेइज्जत गर्ने लेफ्टेनेन्ट देवी बहादुरलाई मृत्यु दण्ड दिने हुकुम पनि दिन्। प्रधानमन्त्री माधवर सिंह थापाले तुरुन्तै कचहरी बोलाए। भाइ भारदारहरूको सभाले पनि मृत्यु दण्डको प्रस्तावलाई पारित गरिदियो र ती देवी बहादुर अरू कोही नभएर जङ्गबहादुर राणाका दाइ थिए। कुँवरहरूको विवाह थापाहरूसँग भएकाले त्यस बखतमा मुक्तियार यानी कि प्रधानमन्त्री माधवर सिंह थापा जङ्गबहादुर कुँवरका मामा नाता पर्थे। देवी बहादुर कुँवर जङ्गबहादुरका आफ्नै काकाका छोरा थिए र उमेरले दाजु पर्दथे। कुँवरका सबै भाइ मामासँग गुनहार माग्न गए। सास छौन्जेल आस भने झै तैपनि भइहाल्छ कि भनेर उनले अन्तिम प्रयास स्वरूप आफ्नो मामासँग धेरै अनुनय विनय गरे। जङ्गबहादुरले फेरि जोड दिएर भने राजा रानीले भुल गरे भने त्यसमा सुझाइ बुझाइ सुधार गर्ने काम प्रधानमन्त्रीको हो। तर महारानीको त्यस्तो अन्यायपूर्ण लहडी आदेश पनि दासले जस्तो चुपचाप पालना गर्नु र हात बाँधेर बस्नु प्रधानमन्त्रीको कर्तव्य होइन। देवी बहादुर निर्दोष छन् भन्ने कुरा हजुर आफै स्वीकार बक्सिन्छ, तर उहाँलाई बचाउने प्रयास भने बक्सिन्न। माधवर सिंह थापाले जङ्गबहादुरको यस्तो कुरा धेरै सुन्न चाहेनन्। उनले रिसाउँदै भने मुख सम्हाल, मलाई उर्ती उपदेश दिन योग्य भइसकेका छैनौ। यदि महारानीले हुकुम भयो भने मैले तिमीलाई पनि मार्नुपर्छ र तिमीले मलाई पनि मार्नुपर्छ। मामाको यस्तो कुरा सुनेर जङ्गबहादुरले भने मामा, महारानीबाट हुकुम भयो भन्दैमा म साक्कै भानिजले पनि हजुरको हत्या गर्नुहुन्छ र? माधवर सिंह थापाले कुरा बुझिहाले। माधवर सिंहले रिसाउँदै जवाब दिएर हुकुम भयो भने हत्या गर। अब कहानीमा टर्निङ पोइन्ट आउँछ। त्यसबेला राजपरिवारहरू हनुमान ढोकाको दरबारमा बस्दथे। राजदरबारमा रानीको मुख्य त्यसबेला राजपरिवारहरू हनुमान ढोकाको दरबारमा बस्दथे। राजदरबारमा रानीको मुख्य हजुरिया जनरल गगन सिंह खास थिए। उनी रानीले मन पराएको विश्वास पात्र थिए। जनरल गगन सिंह एक दिन घोडा चढेर आफ्नी प्रेमिका बसन्तीलाई भेट्न दरबारबाट ककनी गाउँमा पुगेका रहेछन्। त्यहाँबाट फर्केर आउँदा अकस्मात बालाजुको बाटोमा बरालिँदै हिँडेको जङ्गबहादुर कुँवरलाई गगन सिंहले देखे। कता हो जङ्गबहादुर भनेर बोलाएपछि जङ्गबहादुरले जज साहबलाई सलाम गरेर भनेछन्, काम केही छैन जज साहब, हल्लिँदै हिँडेको, के गर्नु र? यस्तो जवाब जङ्गबहादुरबाट सुनेपछि
तिमी फौजमा छैनौ र? त्यसो भए भोलि तिमी टुडी खेलमा आउनु, म भर्ना गरिदिन्छु भनेर गगन सिंहले भने। जर्साबाट यति ठुलो निगाह हुन्छ भने म त हाजिर भनेर अब जङ्गबहादुर सैनिकमा प्रवेश गर्छन्। जङ्गबहादुर त्यति बेलाका युवराज सुरेन्द्रको संरक्षण गर्ने सैनिकहरूमा परे। अब उनको काम युवराजको सवारीमा जाने सैनिक भित्र पर्यो। एक दिन युवराज सुरेन्द्र त्रिशुली नदीको किनारातिर घुम्न निस्केका थिए। घुम्दा घुम्दै उनी एउटा झुलुङ्गे पुलनिर पुगे। उता त्यसै बखत पारीबाट रणवीर नाम गरेको एकजना लप्टेन घोडा चढेर पुल पार गर्न लागेको थियो। साँझ पखको समय भएको हुनाले लप्टेनले पारीबाट युवराजलाई चिन्न सकेनन् र उनी आफ्नै सुरमा घोडा चढेर पुल तर्दै थिए। पुलको बीचतिर आएपछि मात्र लप्टेन रणवीरले युवराजलाई चिने। त्यस बेलाको प्रचलन अनुसार आफूभन्दा ठुला बडासँग या राजपरिवारको सदस्यसँग बाटोमा भेट भएमा घोडाबाट ओर्लेर अभिवादन गर्नु पर्दथ्यो। त्यसमाथि युवराजको मर्यादा त राख्नु नपर्ने कुरै भएन। तर काठको पुल धेरै साँघुरो थियो, त्यहाँबाट घोडा त के मानिस पनि दोहोरो हिँड्न मिल्दैन थियो। त्यसैले घोडाबाट ओर्लन पनि र घोडा फर्काउन पनि मिल्ने थिएन। ओर्लन खोजे पनि फर्किन खोजे पनि एकैचोटि त्रिशुली नदीमा खसिन्थ्यो। त्यसकारण जसो त होला भनेर विचारले वारी आइपुग्न साथ उनी हत्तपत्त घोडाबाट ओर्ले र युवराज सुरेन्द्रलाई नम्रतापूर्वक सलाम गरे। तर रणवीर लप्टनलाई पुलमा देख्ने बित्तिकै युवराज सुरेन्द्रलाई सनक चढिसकेको थियो। यो लप्टेनले मेरो अपमान गर्यो भनेर उनले रिसाउँदै आफ्ना अङ्गरक्षकहरूलाई आदेश दिए। मेरो अपमान गर्ने यो लप्टेनलाई त्यसैको घोडा सहित त्रिशुली नदीमा खसालिदेऊ। ओर्लेर बगिरहेको त्रिशुली नदीमा त्यति अग्लो पुलबाट खस्नु भनेको मर्नु नै मर्नु थियो। त्यसैले दुवै हात जोडी श्रीपाँच युवराज सुरेन्द्रको समक्ष खडा भई सरकार पुलबाट फाल हालेमा अवश्य पनि मरिहाल्छु, तसर्थ एकपटक घर फर्केर गई जहान बच्चाहरूको मुख हेरी फर्किआउन पाऊँ भनी बिन्ती चढायो। श्रीपाँच युवराज सुरेन्द्रबाट होइन होइन, त्यति माथिबाट हाम फाल्दैमा त मर्दैनस् भन्ने हुकुम भयो। लप्टेन रणवीरले डराएर फेरि बिन्ती गरे। सरकार, यस्तो ठाउँबाट पनि हाम फाल्दा नमर्ने मानिस नेपालमा खाली कप्तान जङ्गबहादुर एउटै मात्रै छ। लप्टेन रणवीरले यति भन्नु के थियो, श्रीपाँच सुरेन्द्रबाट कप्तान जङ्गबहादुरलाई त्रिशुली नदीमा फाल हाल्नु भन्ने हुकुम बक्सियो। जङ्गबहादुरले पनि त्रिशुली नदीमा फाल हाल्न नपरोस् भन्ने खातिर अनेक प्रयत्न गरे, तर निजको केही लागेन र जङ्गबहादुरले त्रिशुली नदीमा हाम फाल्न तयार भए। झुलुङ्गे पुल नदीको सतहभन्दा करिब 80 फिट थियो। फागुन महिनाको तल त्रिशुली नदी डरलाग्दो उर्लेर आएको थियो। पानी हिउँ जस्तै चिसो थियो, तैपनि जङ्गबहादुर आफ्नो ज्यान जोखिममा राखेर लप्टेन रणवीरको घोडा चढी घोडा सहित ओर्लेर त्रिशुली नदीमा हाम फाले। जङ्गबहादुर त्रिशुलीमा हाम फाल्ने देख्ने बित्तिकै सबैको सातो गयो। हंसले ठाउँ छोड्यो। कतिले अब जङ्गबहादुर बच्दैन भनेर आशा गरे, कति कप्तान साहेब सित्तिमिति मर्दैनन्, बहादुर छन् भने। त्रिशुलीमा हाम फाल्नु अघि उनले आफ्नो खुट्टा रिकापमा नअल्झियोस् भनेर सतर्कता अपनाएका थिए। त्रिशुलीको भेलमा डुबुल्की मार्न पुगेका जङ्गबहादुर र घोडालाई भेलले बगाएर कता पुगायो कता। घोडा र जङ्गबहादुर देखि नै छोडे। जङ्गबहादुर नदीको भेलले बगाउँदा पानीको धारसँगै बिस्तार बिस्तार पौडिन गएछन् र करिब 1 माइल टाढा पुगेपछि त्रिशुली नदीको किनारामा उत्रन सफल भए र उनी थकित र शिथिल भएकाले थकाइ मार्न नदीको तीरमा लम्पसार परेर सुते। जङ्गबहादुरलाई त्रिशुलले बेपत्ता बनाएपछि यता युवराज सुरेन्द्र दुखी भए। उनी अफसोस र पछुतो गर्न थाले र उनले सिपाहीहरूलाई जसरी हुन्छ जङ्गेलाई खोजेर ल्याऊ भने। सिपाहीहरू त्रिशुली नदीको दुवै किनारा किनारा दौडिए र जङ्गबहादुरलाई जिउँदै भेटाउँदा सबै सिपाहीहरू खुसी भएर उनलाई सबैले बोकेर युवराज सुरेन्द्रको सामुन्ने ल्याए। जङ्गबहादुरलाई देखेर युवराज पनि खुसी भए र उनले जङ्गबहादुरको ढाडमा ध्याप ध्याप मार्दै स्याबास जङ्गे, आज तैँले ठुलो बहादुरी गरिस् भनेर स्याबासी दिए।